आजको भिडियोमा मैले अनुभव लिनेवाला छु कि मैले सधैँ गर्ने काम सजिलो हुन्छ कि डिफ्रेन्ट काम गर्दाखेरि कस्तो हुन्छ त। सो हेलो साथीहरू, के छ मेरो चाहिँ बब्बालै छ है त। आजको भिडियोमा म अनुभव लिनेवाला छु कि हाम्रो काम सजिलो हुन्छ कि यो काम सजिलो हुन्छ है त। खासमा चाहिँ यो चौरासी पूजा है छ अनि चौरासी पूजामा हामीले चाहिँ सामान अनलोड गर्नुपर्ने हुन्छ के। म चाहिँ त्यस्तो पैसामा बोक्न त आएको होइन कि, खास म चाहिँ गाडीमा आएको दाइसँग हिँड्नलाई। तर पनि गाडीमा हिँड्दाखेरि चाहिँ कस्तो काम गर्दा कस्तो अनुभव हुन्छ त, सब अनुभव लिनेवाला छु। र बोक्दाखेरि कस्तो हुन्छ मलाई सबभन्दा पहिला चाहिँ हामीले सामान लोड गरिदिन्छौँ। त्यसपछि सामान लोड गरेर झारेर भ्याइसकेपछि अर्को ठाउँमा लिएर जानुपर्ने हुन्छ, त्यो बोकिदिन्छौँ। सुरुमा चाहिँ मलाई लास्ट सजिलो लागेको थियो, तर बोक्दै जाँदा यस्तोसम्म हुन्छ भनेर मैले सोचेको पनि थिएन। यहाँनिर चाहिँ चौरासी पूजा हुनेवाला थियो, त्यही भएर हामीले पानी सानी त बोक्यौँ, तर लास्ट गाह्रो हुने रहेछ। अनि त्यसपछि हामी फेरि अर्को ठाउँमा जानुपर्ने हुन्छ, किनकि टायल बोक्नको लागि है त। टायल बोक्न भन्दा पनि टायल लिनको लागि। अनि म चाहिँ त्यहाँ अनुभव गर्नेवाला छु कि कस्तो हुन्छ त त्यो काम गर्दाखेरि। टक्क लागेर हामी चाहिँ टायल ल्याउने ठाउँमा पनि पुगिदिन्छौँ। त्यसपछि अब हामीलाई लोड गर्न पर्ने हुन्छ टायल है त। सुरुमा चाहिँ टायल लोड गर्न पनि मजा लागिरहेको थियो, तर त्यस भने जस्तो त कहाँ हुने रहेछ र। तर जानेको काम नै गर्न सजिलो हुने रहेछ, मैले चाहिँ त्यो अनुभव गरेँ। तर यस्तो काम चाहिँ लास्ट गाह्रो हुने रहेछ। मैले लिटरली यस्तो काम चाहिँ मैले कहिले गर्दैन भन्ने भइरहेको थियो। लोड गरेर चाहिँ यत्रो धेरै लोड गरिरहेको थियौँ, अझै लोड गर्न बाँकी नै थियो कि हामीले चाहिँ। अनि हामीले चाहिँ टायल लोड गरेर पनि भइसकेको थियौँ, अब अनलोड गर्न पर्ने हुन्छ है त। तर लिटरली मैले सोचे जस्तो चाहिँ केही हुने रहेछ, लास्टै गाह्रो हुने रहेछ यो काम चाहिँ। थ्याङ्क यू फर वाचिङ।